गाइज आज चाहिँ हामी बुढाबुढी मिलेर पकौडाको रेसिपी राख्दैछौँ। पकौडा खान मन लाग्यो मलाई अनि एकदम बनाउन तयारी गरेको सबै भेजिटेबलहरू काटेर अनि थोरै बेसनको पिठो हालेर मुसेर अनि त्यसपछि सबै थोक चाहिने जति हालेर हामी पकौडा हाल्यौँ। त्यसपछि हामीले अचार पनि बनाउने भनेर पकौडासँग खानको लागि चाहिँ अचार बनाउनलाई हामीले बदाम र सिलामको चोप भुटेर राखेका छौँ। त्यसपछि यसलाई एकछिन भुटेर अनि टक्क रातो बनाउने अनि झिक्ने। त्यसपछि यसरी थोरै टमेटोहरूमा राखेर एकछिन पकाइदियौँ। यसरी टमेटो गोलमराको चोप सबै थोक यस्तै 2-4वटा टमेटोहरू मात्रै राखेर पकाउने। त्यसपछि सबै एक ठाउँमा हालेर ब्लेन्ड गर्ने। त्यसरी गरेर ब्लेन्ड गरिसकेपछि चाहिँ कस्तो राम्रो अचार एकदम मिठो टेस्टी पनि बन्यो। अचार पनि रेडी भयो। हाम्रो उता पकौडा पनि बनाउँदै रेडी हुँदै गइरहेको छ। सो फाइनली पकौडा बन्यो। एकदम मिठो भएको थियो है। हजुरहरू पनि ट्राई गर्नु होला।